कल्पना गर्नुहोस्, जहाँ सडक थिएन, बिजुली थिएन र फोन र इन्टरनेट केवल सपनामा मात्र सम्भव थिए। त्यही दुर्गम गाउँमा जन्मिएका थिए एक शिक्षक जसले सानो कदमले लाखौंको जीवन परिवर्तन गर्न सक्ने सपना देख्नुभयो। उहाँको नाम हो डाक्टर महावीर पुन मगर। सन् 1955 म्याग्दी जिल्लाको नाङ्गी गाउँ। त्यहाँ सडक थिएन, स्वास्थ्य सेवा न्यून र स्कुल एक सानो कक्षा मात्र थियो। महावीर पुनलाई पढ्नका लागि घन्टौं पैदल यात्रा गर्नु पर्थ्यो। किताबभन्दा धेरै उसले सपनालाई बोकेको थियो। धैर्य र सङ्घर्षपछि महावीर पुन छात्रवृत्तिमा अमेरिका गए। युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट बेचलर र मास्टर्स डिग्री पुरा गरे। त्यहाँ उहाँले प्रविधि र सूचना शिक्षाले जीवन कसरी बदल्न सक्छ भन्ने कुरामा दृष्टि पाउनुभयो। सिर्फ पढाइ मात्र होइन, उहाँले आफूले पाएको ज्ञानलाई आफ्नो गाउँका लागि प्रयोग गर्ने सपना देख्नुभयो। नेपाल फर्किएपछि उहाँले आफ्नो गाउँमै पढाउन थाल्नुभयो। तर एउटा ठुलो समस्या थियो। इन्टरनेट, फोन र जानकारी केही पनि थिएन। यदि गाउँ संसारसँग जोडिएन भने शिक्षा र अवसर सीमित रहने थियो। त्यसैले उहाँले निर्णय गर्नुभयो, आफै केही गर्नुपर्छ। सन् 2001 मा महावीर पुनले बीबीसीलाई एउटा इमेल लेख्नुभयो। गाउँको अवस्था, शिक्षकका चुनौतीहरू र इन्टरनेटको आवश्यकताबारे उहाँले इमेल लेख्नुभयो। So I sent an email to the BBC Online News to ask them if they would know somebody who could help me building the wireless network in the remote areas. जब बीबीसीले प्रसारण गर्यो, विश्वले नाङ्गी गाउँ देख्यो। असम्भव सम्भव बन्न थाल्यो। संसारले कसरी एक गाउँको जीवन बदल्न सक्छ भनेर उनले देखाए। डोकोमा उपकरण बोकेर पहाड चढ्दै गाउँ गाउँमा वायरलेस नेटवर्क बनाउन सुरु भयो। रुखमा एन्टेना, सोलर प्यानल र अनगिन्ती धैर्य। त्यसरी सुरु भयो नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट, जसले दुर्गम गाउँहरूलाई विश्वसँग जोड्यो। इन्टरनेट आएपछि विद्यार्थीले अनलाइन स्रोत उपयोग गर्न सके, स्वास्थ्यकर्मीले विशेषज्ञसँग जडान भए, गाउँलेले आफ्ना उत्पादनलाई अनलाइन बेच्न सके। We have connected our medical clinic in Nangi with the hospital in Kathmandu. The local e-commerce platform is helping villagers to sell their goods and products more efficiently. आज 15 भन्दा बढी जिल्लाका 175 प्लस गाउँहरू इन्टरनेटसँग जोडिएका छन् भनी स्रोतले दावी गरेको छ। महावीर पुन धनी व्यक्ति त होइनन्, तर उहाँसँग छ सबैभन्दा धनी सोच। उहाँले रामोन मागसेसाई अवार्ड पाउनुभयो र इन्टरनेट हल अफ फेममा पनि सम्मानित हुनुभयो। तर सबैभन्दा ठुलो पुरस्कार गाउँलेहरूको जीवन परिवर्तन। यदि एउटा गाउँको शिक्षकले नेपाललाई विश्वसँग जोड्न सक्छ भने तपाईको सपना किन सानो हुनुपर्छ? यस्ता साँचो नेपाली कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।